अब आजको बसाइ चाहिँ बाघमारे भयो होइन। अब खडुली अलि माथि हो, त्यहाँबाट अलि तल बाघमारे हो। सेनाहरू दिनभरि लडाइँ लडेर आएर टक्क अब खानपिन बनाउँदैछन्। अब म पनि ड्याङ्ग यता सुतिरहेको। आज नाइट यति हुन्छ। भोलि बिहानै उठेर फेरि घोडा खोजेर फेरि घोडा लिएर टक्क औलातिर जानुपर्छ। ल द्याट्स इट, आजको राइड यही बिताउने हो भेडासँग। गुड मर्निङ फ्रम बाघमारे खडुलीधुरा। एमेजिङ आजको यहाँको नाइट स्टे एमेजिङ भयो। गाडीहरू यहाँ सुतिरहन्। एमेजिङ एक्सपिरियन्स नाइट स्टे बाघमारे। यो बिहानको मर्निङ चाहिँ यस्तो छ इन्भाइरोमेन्ट क्लियर। आधी लिनु आइसक्यो। अब जानला हो घोडो छोप्नु। लेट्स गो गाइज, लेट्स गो विथ दीपक। घाम लाग्यो है। खडुलीधुरा चाहिँ उत्यो भने यहाँ चाहिँ बाघमारे। आजको नाइट स्टे यतै भयो। त्यही हो कुरो। के छ त यतातिर? यस्तो छ यतातिर, यस्तो छ बस। यो के रियल लाइफ स्पेन्ड होइन, त्यही हो कुरो। अब यहाँको जडीबुटी खाएका पुरै यस्तो चिसोमा बसेका यिनको मासु पो हुन्छ त यार है। राम्रो, एकदम राम्रो। यार यस्तो चिसो सहेर बस्यान् होइन, अनि यस्तो जडीबुटी खाएन्। यस्तो यति हाइट लगभग यो के अरे 4000 मिटरको हाइटमा लगभग यस्तो हाइटमा छ होइन। यो हो नि त कुराकानी। यही हो हिजो त्यहाँ बसेको थियो क्या, बोलाएर आएन कि अनि लेट्स गो गाइस, लेट्स गो। यो चाहिँ खडुलीधुरा हो, यो चाहिँ बाघमारे। यो अहिले बिहानको 6 बजेको छ। धेरै नै रमाइलो भइरहेको छ। अमेजिङ ठाउँ है। हिजो सुत्यो सायद, म पनि आएन। हेर्नुहोस् त कति राम्रो छ। एमेजिङ। अब यहाँ चिसो कस्तो छ भनेपछि होइन, पानीमा हात हाल्न सकिन्न। मुख धुने त अनि कसरी धुने, त्यो हो। तर धेरै राम्रो है यहाँको एक्सपिरियन्स, एकदमै त बवाल। एमेजिङ प्लेस। पुरै खोलेर है, जुम्ला रोल्स एन्ड सब देखिन्छ। अनि खतरा दामी देखिन्छ नि। यस्तो राम्रो ठाउँ छ नि। एउटा म्युजिक भिडियो सुट हान्नुपर्छ एकचोटि यार। त्यो तलको नखोजी है, त्यो तलको यो पुरै चट्टान छन् है। यो चट्टान जान सकिन्न है, यो पुरै चट्टान। त्यो पातिहाल्नु अब त्यही हो। ए यो चाहिँ कसको? ए मिगालको है। अब यहाँको फुलहरू एकदम ताजा सफा फुल हो नि त एकदम है। है त्यस्तो राम्रो फुल छ। वाह, कुन कुन फुल पाउँछ यहाँ? बाँझडी पाउँछ, धानझडी पाउँछ, अरू यो पियालो खालको हुन्छ नि, त्यो फुलको के नाम के हो? त्यो बाँझडी। त्यो बाँझडी है। यो चुवाफुले हो। पारिजात पाउँछ नि यहाँ। फुल टिप्ने अनि देवतालाई चढाउने होइन।
पानी रहेछ त्यहाँनिर। हिउँ छहरू त्यहाँ है, कस्तो दामी हुन्छ यार। आहा, सिमले बिन्दास मानिरहेछ। गजब गजब। अब यहाँ त ठुल्ठुलो पाटनहरू छ होइन। अब यत्रो जङ्गल छ कि जहाँ पनि जान सक्छ नि त होइन घोडा गर्दाखेरि। अब हामीले पत्ता लगाउने कसरी छ, अब जस्तो ठ्याक्क अब 1-2 दिनको आसपासको या आजको हो छ। अब हामीले चाहिँ त्यो अब यसरी हेरिन्छ क्या, यहाँ पाइलाहरू छन् होइन। हिजो हिँडे हो कि आज हिँडे हो कि होइन, अस्ति हिँडे हो कि पाइलाहरू हुन्छन्। अनि यो पाइला हेरेर तिमीलाई सोध्ने हो यहाँ। आहा, हजुरको उता त्यहाँनिर खासै मोबाइलले देखाएको छैन। पाटनको त्यो डाँफे हेर्छु त। हजुर डाँफे। यति डाँफे है? हजुर हजुर। नेपालको राष्ट्रिय चरा। हजुर, नेपालको राष्ट्रिय चरा डाँफे यही नै हो। त्यो उडिरहेको छ नि, यो नै डाँफे हो। यो लगभग डाँफे यहाँ तल बसिरह डाँफे, प्रत्यक्ष डाँफे नेपालको राष्ट्रिय चाहिँ चरा। यो चाहिँ लगभग डाँफे चाहिँ 3000 देखि लगभग 4500, 4000, 5000 सम्म पनि यो बस्छ। अग्लो ठाउँमा बस्छ। यति अग्लो ठाउँमा बस्छ, एकदम चिसो ठाउँमा बस्छ डाँफे यहाँ छ। अब अनि हजुरको बिहानदेखि हिँडिराख्नु भएको छ, दौडिराख्नु भएको छ यताउति, उता भेटाएको छैन होइन आफ्नो? एकदम ठुलो ठाउँ छ, अब कहाँ जाने होइन, कता जाने? अब यस्तै सम्भव छैन हामीले हेर्ने भनेको नै पाइला हो होइन, घोडाघोडीको पाइला हेर्ने हो। अब यस पथतिर चाहिँ पाइलाहरू यतै आएको थियो। हजुर, यतै गइरहेछ होइन। अब यताको पाइला चाहिँ त्यति राम्रोसँग स्पष्ट देखिरहेको छैन। हिजो मौसम राम्रो हुँदाखेरि पानी आएको भए प्रष्ट देखिन्थ्यो पाइला। अच्छा, ठिक छ। डाँफे चर्ने हो, घोडाघोडी चर्ने ठाउँ। पाटनहरू सबैभन्दा हाइट 4042 हाइटमा छ यो ठाउँ चाहिँ। एकदमै आज मौसमले पनि साथ दिइरहेको छ। कति राम्रो छ, बिहान बिहान हावा चलिरहेछ, चिसो, एकदम आनन्द फिल भइरहेछ। डाँफे प्रत्यक्ष रूपमा हेर्न मिलिरहेछन्। यस्तो छ, डाँफेहरू छन्। मनमा लागिरहेछ हजुरको होइन, केही टाइम हिँड्यो भने पक्कै पनि भेटिन्छ होला। दुःख गर्नु पर्यो। अब भेटिरहेछन्, हिजोबाट खोजिरहेछौँ। हजुर, भेटिरहेछन्। अब आज हामीले त्यहाँ यही एरियामा छन् भन्ने चाहिँ हामीले थाहा पायौँ पाइलाद्वारा। यसको पाइलाहरू हेर्दाखेरि लगभग उतैतिर गइरहेछ पाइलाहरू, यतैतिर गइरहेछ। पाइला यतै गइरहेछ। हजुर ढुक्क हुनुहुन्छ, जे होस् यतै छ भन्ने लागिरहेछ। पाइला हेर्दै उनीहरूलाई फुटप्रिन्ट हो कि होइन, फुटप्रिन्ट क्या। यो फुटप्रिन्टले हामीले पत्ता लगाउने प्रयास गर्छौँ। यतै नजिक होला ठाउँमा पाइला छ होइन, हिजो नै हिँडेको भन्ने अनुमान लगाउन सकिन्छ यो पाइला। हेरौँ यही एरियातिर हुनुपर्छ भन्ने हो। पाटनहरू गाइज, यो हाम्रो खडुली पाटन। हजुर हजुर, यहाँनिर थियो अलि पाटनको। अब यो पाटन होइन, हिँड्दा सकिँदैन क्या, एउटा हिँड्यो कति छ उस्तै पाटनहरू देखिन्छन् कि यहाँ। जस्तो हेर्नु उता यस्तै थियो, अब यस्तै आयो। यता हाम्रो यो कालीकोट साइड पर्छ, यता बाजुरा पर्यो, अनि यता जुम्ला पर्यो, यता मुगु पर्छ हजुरको है। यो हाम्रो पुर्खा बाउबाजेले आउने गरेको यता गाई भैँसी भेडा बाख्रा पाल्ने, यता आउने रमाउने, पाटनतिर दिनचर्या यतै बिताउने गरिराख्नु भएको थियो। पहिला त्यो गाई
गाई भैँसाहरू यहाँ राख्ने है। हजुर यो पुरानो हामी औलोबाट चाहिँ थुप्रै त्यो मही लिन दही त्यसरी आउँथ्यौँ। घिउ लिन यहाँ आइन्छ नि त। अब मलाई लाग्छ अनुमानमा यतै तल गएको हुनसक्छ होइन। यो साइड कतै होला, अलि दुःख गर्नु पर्यो। यहाँबाट तल हेर्छौँ है। हुन्छ। यही साइडतिर आएको हुन्छन् भन्ने अनुमान लगाएको छौँ हामीले। भेटिन्छन् भन्ने आश छ। आज लिएरै जाने हो। हजुर, जसरी पनि लिने हो। भेटिसकेको छन् होइन। हामी लामो यात्रापछि ऊ यहाँनिर घोडाघोडी छन्, यहाँ छन्, त्यहाँ छन्, भेटिसकेको छ। खोज्नु पर्छ होइन। खोजेपछि देउता पनि भेटिन्छन् भन्छ नि, त्यस्तै खोजेपछि भेटिन्छ। हामी खोज्यौँ बिहान, हिजो खोज्यौँ, आज खोज्यौँ, तर फाइनली यहाँ भेट्यौँ। हामीले जस्ट पाइला हेरेर आएको चाहिँ त्यो चाहिँ मिल्यो क्या। हिजो हिँडेको पाइला थियो। अब हिजो आएको यिनीहरू आएर यहीँ चैत आएको छन्। जो खुसी लाग्यो। अब छोपेर लिने हो, औलो लिएर घोडा चढ्ने हो। यस्तो ठाउँमा कति चिसो ठाउँमा है, यस्तो चिसो चढिरहेछ। अब यतिखेरको चरण पनि पुरा पाक्न थाल्यो। यतिखेर चरण त यिनीहरूलाई फेरि दिन एकदमै राम्रो हुन्छ। यस्तो दामी हुन्छ हेरौँ न। कति राम्रो घोडा चढ्ने ठाउँ, घोडाघोडी चढ्ने ठाउँ होइन। यति सुन्दर ठाउँ हुन्छ कि जहिले पनि घोडाघोडी चढ्ने ठाउँ एकदम पाटनहरूमै धेरै चढ्छन् क्या। जङ्गलहरूमा धेरै साह्रो जाँदैन, पाटनहरूमा आएर चढ्छन्। उसको माया बच्चा यिनीहरूलाई कसरी छोप्ने त? फाइनली हामीले घोडाघोडी भेटाइसकेका छौँ। यहाँ छन् होइन। अब यस्तो राम्रो ठाउँ छ कि अब पानी छ, यहाँ पानी खान्छन् यता होइन। यस्तो तिरनहरू चर्छन्। अबको असोजतिरको तिरन फेरि कस्तो राम्रो हुन्छ यिनीहरूको लागि। यहाँ ठ्याक्कै चरन चाहिँ पाक्या हुन्छ। अनि त्यसपछि धेरै राम्रो हुन्छ यो चाहिँ। यताबाट फेरि यता जाला फेरि है। कहिले बिछोड हेरौँ न। यहाँको हुन्छ नि वातावरण एकदम इनफ के एकदम हेरौँ न। अब असोजका घोडा यस्तो हुन्छन् हेर्नुहोस्। अब यस्तो अनि यस्ता मोटा हुन्छन्, यस्तो दौडिन्छ। उ त फिडिङ दुध खाइरहेछ क्या बसेरोले। छोप्न सकिन्छ फ्याट्टै। खुट्टो समाते त हुन्छ है। खुट्टो समाऊ। जोस् भेट्यो है घोडाघोडी। आहा, उताको डाँडाकाँडा कति राम्रो देखिरहेछ। के आनन्द भइरहेछ। हिमालयन चितालाई त छोप्न सक्ने हिम्मत छ भने घोडाघोडीलाई नसक्ने त कुरै भएन होइन। सकिहाल्छ। यस्तो पाहाडमा अल्टिट्युडमा हेरौँ न, यस्तो राम्रो ठाउँ छ पाहाडहरूमा। हाम्रो अल्तिरको लेक गाइस कति राम्रो देखिरहेछ। हाम्रो पाटनको राजा दीपक साई यहाँको पाठा लगभग 100 भन्दा प्लस पाठा यस्तो पाटनमा घुमाउँछन् यी गोर्खाले। एकदम झकास। यहाँको त किङ नै हो उनीहरू। एमेजिङ लाइफस्टाइल होइन। त्यहाँ हिउँ छ होइन, इन्जोयफुल लाइफ इज भेरी ब्युटिफुल। घुम्नुहोस्, नयाँ ठाउँको एक्सपिरियन्स लिनुहोस्। धेरै राम्रो छ जिन्दगी।
होइन। जब मान्छे खुसी हुन्छ नि होइन तब यस्तो ठाउँ घुम्न आउँछ। ऊ त्यो भत्या चौर हो। यहाँको यो दृश्यहरू छन् नि खिचेर साध्यै छैन क्या। मोबाइल त्यो हुन्छ नि यो पनि खिचौँ त्यो पनि खिचौँ त्यो पनि खिचौँ होइन। यहाँ त जे देखिन् त सब राम्रो क्या। अब कति फोटो खिचिसक्ने क्या। जे पनि खिच्ने मन लाग्छ यहाँ। यति राम्रो ठाउँ छ। फेरि फोटो खिचेर फोटोमा त्यस्तो आउँदैन फेरि होइन। जस्तो देखिन्छ जति यहाँ अनुभव लिइन्छ त्यस्तो हुन्न फेरि। त्यस्तो देखिन्न मोबाइलमा। ए हानिदियो क्या हो। अन्त बिस्तारै हान्छन् क्या फेरि है। चोड्नु लाग्ने अरे क्या। उनलाई पनि थाहा छ नि त फेरि। यस्तो छ नि त फेरि। यस्तो छ नि त फेरि। खौलीपाटनमा अब घोडी घोडा भेट्यो। अब यिनलाई लिएर जान्छौँ। अब घोडाघोडीलाई छोप्न एकदम ठुलो मद्दत गर्ने ब्रदर दिपक साई होइन। अनि हामीले घोडा भेटायौँ। फाइनली ल्याइसकेका छौँ। एट उसले पनि सिक्दैछ क्या फेरि जस्तो त्यो क्या। यो फुललाई बाहाजडी भनिन्छ क्या। यस्तो फुलहरू टन्न थियो कि उता खिच्न सकिएन। त मलाई लाग्छ फुल यसको बास्ना चाहिँ यति राम्रो क्या। मग आउँछ क्या बाहाजडीको। फुल खासमा टिप्नुहुन्न क्या। फुलहरूलाई जहाँ छ त्यहीँ हुन्दिनुपर्छ क्या। त्यहीबाट टिपेनौँ। पछि यो फुल पाक्छ अनि पाक्छ फेरि यो पाक्छ फेरि झर्छ फेरि फुल्छ। त्यही भएर जस्ट स्याम्पलको लागि मात्र एउटा फुल टिपियो क्या। जस्ट यो खौलीपाटन होइन यस्तो छ होइन। हेर्नु न नयाँ क्या छ नि कति दामी छ है। यस्तो दामी छ क्या। यहाँबाट देखिन्छ नि त्यो। हामी यो बादलभन्दा माथि छौँ क्या। वास्तविक भन्यो भने हामी यो बादलभन्दा माथि छौँ। यति सुन्दर छ ठाउँ भन्छ नि। अब यो सुन्दर पल सिर्फ यहाँ आएर मात्रै यसको अनुभव लिन सकिन्छ होइन। यस्तो दामी ठाउँ छ। यति सुन्दर ठाउँ छ होइन। हेर्नु न अब हामी हेर्नु न कति गर्व लाग्दो ठाउँ छ। बादल त्यो उता देखिने थियो हिमालहरू होइन कति राम्रो छ। त्योभन्दा माथि छौँ क्या हामी जस्ट। त्यही भएर मलाई लाग्छ घुम्नुहोस् होइन केही नयाँ ठाउँ आउनुहोस् एक्सपिरियन्स लिनुहोस्। सुन्दर ठाउँ छ। बाजुरामा पनि यति राम्रो ठाउँहरू छन्। अनि घुम्नलाई खौलीपाटन हो। यो खौलीपाटन चाहिँ वाकै धेरै सुन्दर छ। यहाँ चाहिँ पर्यटकको अलि पहुँच नपुगेर यहाँको मान्छेको अलिकति यहाँको बारेमा थाहा नभए पनि हुनसक्छ सायदै। यति राम्रो ठाउँ छ। मलाई के चाहिँ सजेसन गर्छु भनेपछि यहाँ चाहिँ छन् अब यहाँ हाम्रो देवी देवताकै ठाउँ हो होइन। देवी देवताकै माटो हो। यहाँ चाहिँ मन्दिर लाग्नुपर्छ। यहाँको स्थानीय सरकारले हेर्नुपर्छ। मन्दिर लाग्नुपर्छ अनि विभिन्न भक्तजनहरूलाई आउने एउटा अवसर मिलाइदिनुपर्छ भन्ने लाग्छ मलाई। वाकई यति राम्रो ठाउँ छ। यहाँ घुमियो यहाँको एक्सपिरियन्स लिइयो। सधैँभरि यहीँ त होइन तर जति बिताइन्छ त्यो एकदम एमेजिङ क्या। एकदमै सुन्दर पल बिताइन्छ होइन। सो धेरै खुसी लागेको छ यस्तो घुम्नलाई। ल थ्याङ्क यू सो मच। यो फोटो छ म छु यहाँ छन् घोडाहरू। बाहाजडीको फुल हस् माई लुक एट मी। बाहाजडीको फुल हाम्रो यस्तो ठाउँमा घुमिरहेको। अब यस्तो राम्रो ठाउँ घुम्नलाई त फेरि चाहियो नि त स्ट्यामिना चाहियो नि त यहाँसम्म पुग्नलाई होइन ताकत चाहियो नि त। त्यही भएर मान्छेलाई स्ट्यामिना इन्डुरेन्सहरू लिइरहनुहोस्। एक्सर्साइज गर्नुहोस्। कुनै पनि एउटा स्पोर्ट लाइनमा जोइन भइराख्नुहोस् होइन। यति ठाउँ आउनलाई फेरि तानचुन कुरा चाहिँ होइन। फेरि यता पुग्नलाई
धेरै स्ट्यामिना चाहिन्छ। यति उकालो छ, यति ठाउँ घुम्नु हिँड्नुपर्छ, जस्तो जस्तो मान्छे यहाँ पुग्न पनि गाह्रो छ। त्यही भएर हेल्दी रहनुहोस्, एक्सर्साइज गर्नुहोस्, कुनै पनि स्पोर्टमा इन्भल्भ भइराख्नुहोस्, आफूलाई स्वस्थ राख्नुहोस्, आफ्नो ख्याल गर्नुहोस्। खौली पाटनबाट तपाईँहरूलाई शुभकामना छ। पाठा चर्ने लेख ल बिस्तारै 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 आस्ते 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 छोप्यो छोप्यो ल झ्याप्पै झ्याप्पै समाउँ है, तिम्रो केही हुन्न, झ्याप्पै झ्याप्पै ल झ्याप्पै पछाडि नसमाउनु, मुन्टाइमै समाउनु। यो मगर छ नि त, मगर त त्यसले समाउनु चाहिँ सजिलो हुन्छ। बिस्तारै बिस्तारै आस्ते आस्ते ल ल हो ल ल समाएर भयो ल, जोड समाइदियो हो ल है ल यहाँनिर है ल, बिस्तारै 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 यो नदौडासम्म हानिहाल्नु है। ल हो ल ल ल त्यो दौडलाई त्यो छिराइहाल्ने हो, छिराइहाल्ने खुट्टामा छिराइहाल्ने हो। ल फाइनली घोडो पक्रियौँ, फाइनली सक्सेस, मिसन सक्सेस। अब पाड्नका पुरा यहीँ सेनाहरू नभए त असम्भव थियो होइन, पाड्नका सेनाहरूको मद्दत लियो भने त यहाँ असम्भव केही पनि छैन। फाइनली समाइयो होइन त, अरे पाड्नका सेनाहरू त फेरि उयो भने फेरि हात पर्यन्त के रह्यो होइन। ल फाइनली यसलाई समाइहाल्यो, मोटो छ है, मोटो छ। ल चुप 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 है, ल यस्तो छ यस्तो छ, फाइनली पक्रियो। त्यही हो, विशेष धन्यवाद दिपक साई, के अरे समेश साई अनि गोकुल भतिज सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हिमालयन किचन स्याबास, थर्काउँछन् पो तयार नि त, जाडेहरू त के हो। आइज केटाहरूको दिनचर्या यस्तो चल्दैछ होइन। त्यहाँ काट्दैसँग चाहिँ बहुत लास उल्टो हेर, यति माथिका रुखहरू होइन, रुखबाट काट्दैछन् टक्कै। केटाहरूको दिनचर्या हेरौँ न, न पार्टी न क्लब न फ्रेन्डसिप न केही। बिहान उठ्यो, पाठा हिँडाल्यो, फेरि आयो खायो, फेरि सुत्यो होइन, यहाँ सुत्यो, फेरि पाठालाई घाँस काट्यो, स्याउला काट्यो, फेरि गऱ्यो। हुन्छ नि जिन्दगी, यो खालको दिनचर्या जिउनलाई मान्छे जोकै सक्दैन क्या, एकदमै हार्डफुल छ। गरिरहेछन्, गोकुलु काट्दैछ। गोकुल काट्ने मान्छे चाहिँ गोकुल साई, रेब्राका खुङ्खार युवा। हेरौँ न यस्तो छन्, यस्तो त उहिरहने खुङ्खार। रेङ 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 पारेर त्यो यस्तो छ कुरा। तँ त केही गर्दैन है, केही टोक्दैन होला होइन, त्यही त हो, एक्लै भएपछि मात्रै हो। कडा छ फेरि, यस्तो कडा छ, यस्तो छ। अब यहाँको बाघमाराको 2 दिनको बसाइ बिट मार्दै अब औलतिर जानु पऱ्यो होइन, घोडालाई लिएर। त्यही हो, घोडा छोपियो ठाउँबाट, त्यो केटाहरू यहाँ छन् होइन। ल हाई गर्न नि त, के छ र। ल ठिक छ, ल ल केटाहरू है, ल ओके बाई बाई। आइज 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 ल आइज
तरिका रहेछ। हा कम लेट्स गो। पाटनमा बिस्तारै बिस्तारै आइज। एकदम चलेको, एकदम आनन्द, एकदम इन्जोयफुल होइन। खर्ली गयो फेरि अब आयो, अब बिस्तारै तलतिर लागिन्छ। इन्जोय गाइस, इन्जोय, लेट्स गो अहेड, इन्जोय। यो जुन ठाउँ छ अहिले जो हामी हिँडिरहेको छौँ, त्यो ठाउँ चाहिँ एकदमै सेन्सिटिभ ठाउँ हो, जहाँ चाहिँ घोडा चढ्नु हुँदैन। त्यही लिएर मुढा त चढ्नु हुँदैन, यहाँ घोडा हुँदा पनि मुढा पनि चढ्नु हुँदैन। देखि भनेपछि एकदमै सेन्सिटिभ ठाउँ हो, जहाँ चाहिँ देवी देवताको ठाउँ, एकदमै शुद्ध ठाउँ। एकदमै सुन्दर ठाउँ, जहाँ चाहिँ देवी देवताको ठाउँ हो, जहाँ चाहिँ हामीले धेरै कुराको मापदण्ड पुरै काम गर्नुपर्ने हुन्छ। कुनै पनि काम गर्नु पहिला सोचेर त्यो यहाँ अलाउ छ छैन बुझेर मात्रै गर्नुपर्ने हुन्छ। यहाँ हाम्रो आस्था सधैँभरिलाई देवी देवताको ठाउँ, हाम्रो सधैँ पुर्खौँदेखि मान्दै आएका हाम्रा जन बाजेको थान हो, जहाँ यहाँ हामीले यो महिनाको अघिल्लो महिनामा हामीले चाहिँ यहाँ पूजाआजा गर्छौँ। यहाँ आएर हाम्रो एकदम आस्थावान ठाउँ हो, जो धार्मिक स्थल हो। संरक्षणमा हुन्छ हामी, हाम्रो आस्था, हाम्रो देवी देवता सधैँभरिलाई हामीले मानिरहने देवता, हाम्रो सुरक्षादेखि, हाम्रो संरक्षणदेखि सम्पूर्णमा हामी अघि छहारीमा हुन्छौँ। सधैँभरिलाई हाम्रो छहारीमा हुन्छौँ। हाम्रो आस्था, हाम्रो एकदमै मान्य देवता सधैँभरि हाम्रो रक्षा गरिरहने। लगभग हामी 34-35 सयको उचाइमा हामी यहाँ छौँ होइन। यहाँको पूजाआजा हामी गर्छौँ। आज हामी पूजा गर्छौँ। फाइनली कुन्कादह पुग्यो, घोडा ल्याइसक्यो, कुन्कादह पुग्यो गाइस। दिउँसोको 12 बजेको छ, दिउँसोको 12 बजेको समय हामी कुन्का पुग्यो। खौरली पाटनको उताको बाघमारादेखि भन्दा पनि टाढा थियो। बाघमारा ल्याएर यसलाई छोपेर फेरि अहिले कुन्का पुग्यो। अबको बेसीतिर झर्दै हो, एकदमै रमाइलो छ। इन्जोय।